गाइज एन्ड वेलकम ब्याक टु माई च्यानल। आऊ शान्ता, आऊ सबैजना, आऊ सबैजना। दसैँ हो है गाइज, अनि आज चाहिँ हामी टिका लाउन लगाएर छौँ। सो सबैजना चाहिँ यहाँ रेडी छ। अनि अब चाहिँ हामी टिका लाउन लगाएर छ। मिनाले चाहिँ धेरै लेट गरी यिनीहरू रेडी गर्न धेरै टाइम लाग्छ। गाइज टिकाको लागि पैसा
टिकट ल्याउँ त सँगै एकचोटि त्यहाँ मुलाहरू 1000 को दिँदैन हुन्छ भने आफ्नै ए त्यो मेरो फोनबाट पढ्ने अब इन्जिनियर भएर सबको काम नक्सा पास गरेर घरमा बस्यो त पर्दैन होला पायो एउटा छोरा राम्रोसँग पर्ने सबलाई जित्नुपर्छ भने क्या ब्यागै बोकेर आएछ त त्यही चान्स दिन्छु हुँदै नलग जाए राम्रोसँग पढे राम्रोसँग परेस् ल अब सान्सा संसारको पालो सानो नाम सानो दुर्गा भगवानले रक्षा गरौँ हाम्रो नातिनीलाई है यस्तो हात साबेर बस्छ नि छोरी हो खुट्टा सिधा गरेर बस्छ हो गुड कोही तास लगाऊ है कालो ड्याडलाई नमस्कार भन्नुहोस् है 50 को 50 को 50 पुगेन बराबर हो नि है बराबर हो नमस्ते 250 हैन ला उलाई बढी दियो भयो त्यही हुँदैन 150 भइहाल्यो नि अहिले फेरि सबैजनाले दिँदा कति धेरै हुन्छ 250 दियो अनि उलाई 150 दिएछ नि हैन कसलाई 250 नै हो केलाई बढी भयो उलाई कम भयो उलाई 50 रुपैयाँ कम भयो त्यही भएर दिनु ल तिमीले त्यो भने दिएको मैले बराबर जस्तै लागिरहेको 25 जस्तो लाग्यो क्या 250 कोही नानी अर्को नातिलाई एउटा पनि दिनु पर्यो पछि दिनु न पछि अहिले उ पछि टिका लगाइदिनु दिनु के बेचिन भनेर मलाई लगाइदिने मैले गर्नेकै थिएन अहिले लाउने कि एकछिनमा लाउने पहिला बुढीलाई लगाइदिनु पर्यो नि सानो लगाइदिन्छु ल सबैलाई ल सानो बस मार्गसँग सानो सानो लगाइदिन्छु भनेकै टिका चाहिँ टिका सानो लगाइदिन्छु कुट सानो हो नाजुको ग्लो के गर्ने अब आशीर्वाद दिने जमरा फुल पैसा दिने माया दिने पैसा दिने माया अहिले दिने होइन पछि दिने पैसा दिने सान्सा लाउने कि सजना लाउने ल होइन सान्सा तिमी लास्टमा पाले पालो हुन्छ सबैलाई न नो तिमी लास्टमा लास्टमा हो के ल आफ्नो बाबाले चाले लगाइदिन्छ भने उसलाई कति खुसी हुन्छ उसको टिका त्यहाँ झर्न लागिसक्यो बरु यसो साँच्चै छिट होइन त्यहाँ आशीर्वाद दिने कस्तो छिट ल ज्ञान हुने धेरै पढ्ने है दिदी जस्तै धेरै पढ्ने ओहो दुईजना मिलेर टिका लगाइदियो ल
ल गयो अब खोइ त हेत्तेरी गीत बजा खोइ त धेरै नै हुन्छ लगाउँदा लगाउँदा धेरै हुन्छ दुईटा हातले ओ माय गॉड दुईटा राम्रोसँग नमस्ते खोइ मम्मीले पनि चाँडै क्लियर आउट चाँडै पाइयोस् यार रजिस्टर वाला घर बनाओस् रोग व्याध नलागोस् रोग व्याध लाग्यो म दुई चोटि मात्रै लागेछु है कान्छी छोरी हो कान्छी छोरी कान्छीलाई त अलि धेरै दिन पर्छ नि फेरि धेरै पढ्न आओस् राम्रोसँग पास पहिला जस्तै मेहनत गरोस् अझै राम्रो पढोस् पिम्पल हटोस् ठुलो ठुलो हुने ठुलो हुने हो मम्मी बाबा सानोमा के अरे कान्छी छोरीले अब मम्मी बाबालाई पाल्ने होला नमस्ते मक्क परेर सोच्दा त हात्ती चाहियो हात्ती हात्ती त कमा भएको दिन भोलि पछि कमाएर पालि आएको छैन टोटल पैसा ल अर्को सानो छोरी हो भयो नि त हेलिप्याड नलगाउनु न त्यहाँ पानी पऱ्यो क्या के झड्यो कालो लाग्यो कहिले बिरामी नहोस् ज्ञानी हुनु धेरै पढ्नु धेरै लेख्नु तपाईँले साइड हेरेर बस्नु हुँदैन यो त ज्ञान दर्शनसम्म सक्नुहुन्छ अब पहिला अलिकति त्यो चाहियो नि सकुन राख्दै गरौँ त्यही त सकुन राख्दै गर्नु सकिन्छ धेरै ज्ञानी बन्नु ओके भन न धेरै पढ्नु धेरै ठुस्स परेर नबस्नु ल ठुलो मान्छे हुनु रिसाएर नबस्नु पिङ्क कलरको राख्दै नमस्ते भन अब भनाइ मान्नुपर्छ जनाले भनेको सबै कुरा आजदेखि अब पहिला यस्तो गर्ने त्यो लिएर यस्तो गरेर यस्तो फाल्ने अलिकति अगाडि आऊ तिमी उठ अब
टिका लगाइदियो होइन त्यसले नै छोड्छ कस्तो पे त्यसको ल नमस्ते गर यसरी लिने होइन कि यसो थापेर लिनु के यसरी यसरी लिन्छ अब खाना खान जाने के को गिलास समय बजी मेरो त्यस्तो त्यसमा सब भागस रुन्छ सब जाओस् है खाना खान मन लागोस् पर्छ खाना मन लागोस् धेरै खाना खाओस् खाना मन मेरो वालमा टाइ भएर हामी बच्यौ तब न मम्मी नमस्ते किन नमस्ते पैसा एनी भने एनी एनी छोरी मैले ला खाना देऊ एनी खा सक्यो नि छोरी छोरी सासरी आन्सु श्रेयांशलाई यहाँ डाल छक्कै परेर क्या त्यो भर्खरै उठेर कितनी मम्मी का के भयो ला नमस्ते नमस्ते आइ श्रेयांशु आऊ ओइ कहिले रोग नलागोस् कहिले बिरामी नहोस् ल यस्तो नाटक पारेको जस्तो हुँदै हुँदैन नि आफै हाजिर त ज्ञानी यति लगाइदिनु पर्छ, ठुलो बन्नु धेरै खान मन लाओस् खाना खाओस् है ल संसार तिम्रो त आर्ट छ पैसा आर्ट खोइ हेरौँ छोरी यति नै बाँकी रहेछ तास खेलेको पैसा नमस्ते ल अब कसको पालि सुब्रिना सुब्रिना नमस्ते अब सेन्सा सान्साको पाली अब सान्साको पाली नानीको पालि चाल बाह्र पाल्छ ल भयो ल टिका लगाइदियो त्यो टिका बहिनीलाई के भन्न मन छ ल तिमीलाई आशीर्वाद देऊ बहिनीलाई ल बहिनीलाई के भन्न मन छ भन टिका लाउन आजै हो भन्ने धेरै खुसी के भन्न होस् मन लाग्छ भात के हुन पर्छ रे भात खाओस् ए आफू चाहिँ अहिले पनि खान्न भन्दैछ ल देऊ फुल देऊ फुल अलिकति जमरा एक पिस मनी मनी माने मनी 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 थ्याङ्क यू भन नमस्ते नमस्ते गाइस दसैँको टिकाको पैसा पैसा मसँग ए पैसा मसँग ए पैसा क्यासो पैसा कम्पनी थियो पैसा कसैको पैसा आऊ तिमी पनि खै तिम्रो पैसा देखाइदेऊ पैसा हैन सबले देख्छ या यो कसको पैसा के